आज हामीले एउटा डेरिभेसन लिएर आएका छौँ जुन कि क्लास 11 मा हिट एन्ड थर्मोडाइनामिक भन्ने च्याप्टरमा मध्ये यो डेरिभेसन गर्न भन्छ। स्पेसिफिक हिट क्यापासिटी कसरी गरिन्छ बाइ द मेथड अफ रिग्नार्ड एपोर्टस। हामीले रिग्नार्ड एपोर्टस मेथडको प्रयोग गरेर हामीले स्पेसिफिक हिट क्यापासिटी कुनै पनि सोलिडको कसरी फाइन्ड आउट गर्ने भनेको डेरिभेसन हामी गर्छौँ। सो सबैभन्दा पहिला हामीले यहाँ दिएको छ क्वेसन, तपाईहरुले यहाँ हेर्दै होला। यहाँ सेट ए क्वेसन नम्बर 6A to 35 मा यो क्वेसन आइसकेको छ। सो यसलाई डेरिभेसन कसरी गर्ने यो भनेको त हामीहरुको त 4 मार्क्सको क्वेसन हो, 4 मार्क्स। यदि हामीले यो ड्राइभ गर्यो भनेको हामीहरुको 4 मार्क्स आइहाल्छ के। सो भिडियोलाई स्टार्ट गरौँ। सो सबभन्दा पहिला हामीले बुझौँ कि स्पेसिफिक हिट क्यापासिटी भनेको के हो। स्पेसिफिक हिट क्यापासिटी क्वेसनमा स्पेसिफिक हिट क्यापासिटी सोध्न सक्छ, हिट क्यापासिटी सोध्न सक्छ, जे पनि सोध्न सक्छ। सो एमाउन्ट अफ हिट इनर्जी हो जुन 1 केजी पदार्थको टेम्परेचर 1 डिग्री सेल्सियसले बढाउँछ। जस्तै यहाँ एउटा मैले अब्जेक्ट लिएँ, यहाँ एकछिन यहाँ लिऊँ। एउटा अब्जेक्ट छ है, यो अब्जेक्टको मास 1 केजी छ हैन। यसको टेम्परेचर यो 1 केजी मासको टेम्परेचर हामीले 1 डिग्री सेल्सियसलाई बढाउनको लागि एमाउन्ट अफ हिट कति चाहिन्छ। यो जुन 1 केजी मास छ हैन, यो अब्जेक्टको 1 केजी मास छ, यसको टेम्परेचर 1 डिग्री सेल्सियसले बढाउनको लागि हामीले एमाउन्ट अफ हिट इनर्जी कति चाहिन्छ, त्यही नै के हो भनेको स्पेसिफिक हिट क्यापासिटी हो। सो हामीहरु यसको के लेख्दिम भनेको डेफिनेसन यहाँ भनेछ, व्हाट इज मिन्ड बाइ हिट क्यापासिटी। सो यहाँ के लेखम, त्यही जुन भनेको कुरा हुन्छ, जुन भनेको कुरा हो म त्यही लेखिरहेको छु के। द स्पेसिफिक क्यापासिटी solid सो यहाँ मैले के लेखेको छु, द स्पेसिफिक हिट क्यापासिटी अफ अ सोलिड इज डिफाइन्ड एज द अमाउन्ट अफ हिट इनर्जी। यहाँ भनेको इट डिफाइन्ड एज द अमाउन्ट अफ हिट इनर्जी रिक्वायर्ड टु चेन्ज द टेम्परेचर अफ युनिट मास। रिक्वायर्ड टु चेन्ज द टेम्परेचर अफ युनिट मास मिन्स 1 केजी मास थ्रु द टेम्परेचर 1 डिग्री सेल्सियस। मैले तपाईहरुले पहिल्यै भनिदिएको हो कि कुनै पनि वस्तुको टेम्परेचर यदि 1 केजी त्यसको मास छ भने त्यसको टेम्परेचर 1 डिग्री सेल्सियसले बढायौं भने अमाउन्ट अफ हिट कति चाहिन्छ, त्यही नै के हो भनेको स्पेसिफिक हिट क्यापासिटी। अब यसले डिराइभ गर्नको लागि हामीले एउटा फिगर चाहिँ बनाउनु पर्छ है। फिगर सबभन्दा पहिले त फिगर त बनाउने नै हो। अब तर फिगर बनाउने टाइममा किने म एकदम राम्रो टक्क तरिकाले लेखम, एकदम पेन्सिल सब कुछ लगाएर हैन। टाइम छ भने लेखिएला, बट प्राय यस्तो नगरौँ, टाइम वेस्ट नगरौँ हैन। 1 मिनेट भन्दा कमै 1 मिनेट त धेरै भइहाल्यो। यहाँ बनाइदिउँ त क्यालोरीमिटर है। यहाँ एउटा क्यालोरीमिटर बनाइदिउँ। टाइम वेस्ट तपाईहरु नगर्नु होला है, जस्ट बुझ्नको लागि मात्र। यहाँ भनेको यो के हो, थर्मोमिटर है। थर्मोमिटर नि एउटा स्ट्रायर यो यसमा वाटर भएको हुन्छ हैन। वाटर यो वुडन भित्र राखिएको हुन्छ हिटलाई हामीको सराउन्डिङमा लस नहोस् भनेर। सो एउटा के हुन्छ, थर्मोमिटर हुन्छ, यहाँ टेम्परेचर स्ट्रायर हुन्छ के। स्ट्रायर पानीले हल्लाउन खोज्दाखेरि हामीले एउटा चाहिन्छ के। सो अब हामीले यहाँ त दुईटा कुरा छ, एउटा क्यालोरीमिटर छ हैन। यो वुडन जुन बक्स छ त्यसभित्र क्यालोरीमिटर राखिएको छ र वाटर राखिएको छ। त हामीले पहिला यो वाटर हो हैन, यो ड्रप जुन बनाएको छु मैले, यो वाटर हो। यसको मास के लेख्दिम, mW। W भनेको वाटर, मास अफ वाटर। स्पेसिफिक हिट क्यापासिटी हुन्छ नै SW। टेम्परेचर हामीले एकछिन θ2 मान्दिम। θ2 किन माने भने अहिले म भन्छु है। फेरि हामीले क्यालोरीमिटर पनि छ, त्यसको पनि त सब लिनु पर्यो। यो क्यालोरीमिटर, मास अफ C, क्यालोरी C भनेको क्यालोरीमिटर, स्पेसिफिक हिट क्यापासिटी अफ क्यालोरीमिटर एन्ड टेम्परेचर θ2 तपाईहरुले हैन यहाँ जे पनि मान्न सक्नुहुन्छ के। θ1 θ2 जे पनि मान्न सक्नुहुन्छ, त्यो तपाईमा भर पर्छ के। तपाईले के सजिलो लाग्छ। यहाँ क्यालोरीमिटर
ठिक छ, हामीले यति सबै लेख्यौँ। क्यालोरिमिटर भनेको हुन्छ के पहिला त्यो बुझाइदिउँ तपाईँहरूले। यो एउटा डिभाइस हो के, यो एउटा डिभाइस हो जुन हिट एक्सचेन्ज भएकोलाई मेजर गर्छ के, कति एमाउन्टमा हिट लस भयो अथवा कति एमाउन्टमा हिट गेन भयो, यो नाप्ने भनेको डिभाइस हो। सो अब हामीले एउटा के बनाऊँ, हट अब्जेक्ट बनाऊँ। एउटा हट अब्जेक्ट त चाहिन्छ हामीलाई हैन, हट सोलिड अब्जेक्ट। यसको पनि त के हुन्छ नि, मास अफ सोलिड गरिदिउँ। सोलिड हो भनेको यस गरिदिउँ, स्पेसिफिक हिट क्यापासिटी सोलिड गरिदिउँ हैन। टेम्परेचर θ1 हो, यहाँ θ2 किन गरेँ, θ1 यो भनेको हट बडी हो, यसबाट हिट लस गर्छ। सो मैले θ1 गरेँ, यहाँ θ2। तपाईँहरूले यसलाई पनि θ2 गर्न सक्नुहुन्छ, यसलाई θ1 गर्न सक्नुहुन्छ। सो तपाईँमा डिपेन्ड हुन्छ। अब यहाँ सोच्न सक्नुहुन्छ कि यहाँ θ2, यहाँ पनि θ2, यसको त θ3 होला। हुन्न, किनभनेको यो भनेको क्यालोरिमिटरमै छ नि। यो भनेको जुन वाटर छ त्यो क्यालोरिमिटरमा छ। यसको टेम्परेचर जति हुन्छ क्यालोरिमिटरको त्यति जति टेम्परेचर वाटरको हुन्छ त्यति त टेम्परेचर क्यालोरिमिटरको हुन्छ, अथवा जति टेम्परेचर क्यालोरिमिटरको हुन्छ त्यति टेम्परेचर के हुन्छ, वाटरको हुन्छ। θ2 हामीले दुवैतिरलाई मानेको, यो क्यालोरिमिटरको पनि र वाटरको पनि। एकचोटि ल फेरि भनिदिन्छु, किनभने यो एउटा यहाँ हेर, एउटा ग्लास छ के, एउटा ग्लास छ, त्यसमा पानी भरिएको छ। ठिक छ, त्यसमा पानी भरिएको छ। जति टेम्परेचर यसको हुन्छ त्यति टेम्परेचर त यसको पानीको हुन्छ नि। हुनसक्छ इनिसियल फेजमा पहिला यो हिट हुन्छ, फेरि यो हुन्छ हैन, तर एउटा त्यस्तो कन्डिसन हुन्छ, यो इक्विलिब्रियम हुन्छ के, यसको टेम्परेचर बराबर हुन्छ। सो मैले यही लेखिदिएको θ2 र θ2 यसको पनि। सो अब यदि हामीले एउटा प्रिन्सिपल पढेको छौँ, के प्रिन्सिपल पढेको छौँ भनेको, हामीले तपाईँहरू भन्नुहोस् त, हिट भनेको हट बडीबाट कोल्ड बडीमा जान्छ कि कोल्ड बडीबाट हट बडीमा जान्छ? अभियसली हट बडीबाट कोल्ड बडीमा जान्छ। यो हट बडी हो हैन, हट बडीबाट यसमा हामीले यो भनेको यसको नर्मल टेम्परेचर छ, यो हट बडीबाट कोल्ड बडीमा जान्छ। फेरि जब यसलाई यसमा मिसाइदिउँ भनेको त θ1 यसलाई त मान्न सकिन्न, किनभने यो न्यू टेम्परेचर हो। सो द्याट हामीले यसलाई के मान्दिउँ, θ मान्दिउँ भयो। अब हामीले यहाँ सब कुरा लेख्ने के, यहाँ लेट अस कन्सिडर, यहाँ सब कुरा लेख्ने, मतलब के गरिरहेको छ यसको बारेमा डिफिनेसन गर्ने। जस्तै यहाँ तपाईँहरूले लेख्न सक्नुहुन्छ, लेट अस कन्सिडर अ कपर भेसल इनसाइड अ क्यालोरिमिटर व्हिच इज रफली फिल्ड विथ वाटर। भनेको आधा वाटर भरिएको हुन्छ कि फुल्ली वाटर भरिएको हुन्न। सो यति त भयो। अब यहाँ तपाईँहरूले के लेख्न सक्नुहुन्छ, यहाँ लेख्न सक्नुहुन्छ, लेट द मास अफ वाटर, यहाँ यस्तो मैले भनिदिउँ, लेट द मास अफ वाटर MW मान्दिउँ। त्यस्तै लेट द स्पेसिफिक हिट क्यापासिटी अफ वाटर SW। यस्तै लेट द टेम्परेचर अफ वाटर θ2। फेरि के लेख्ने, लेट द मास अफ अ क्यालोरिमिटर MC हैन, फेरि स्पेसिफिक हिट क्यापासिटी लेखिदिने, फेरि टेम्परेचर लेखिदिने। त्यस्तै हट बडीको लेखिदिने, स्पेसिफिक हिट क्यापासिटी लेखिदिने, हट बडीको टेम्परेचर लेखिदिने। यो लेखिसकेपछि हामीले के गर्ने, अकर्डिङ टु द प्रिन्सिपल अफ क्यालोरिमेट्री। हामीले त सुरुमै च्याप्टरमा पढेको होला कि हैन, क्यालोरिमेट्रीको प्रिन्सिपल के हुन्छ भनेको, क्यालोरिमेट्री अकर्डिङ टु प्रिन्सिपल अफ क्यालोरिमेट्री, हिट लस इज इक्वल टु हिट गेन। यहाँ डेरिभेसनमा यहाँ तपाईँहरूले ध्यान दिनुपर्ने हुन्छ, हिट लस कसले गर्छ, अभियसली हट बडीले गर्छ। सो यहाँ हामीले एउटा के पढेको छौँ, एमाउन्ट अफ हिट लस इज इक्वल टु फर्मुलाको MSDT। एम मास अफ सोलिड हो, सोलिड मास अफ अ सोलिड, स्पेसिफिक हिट क्यापासिटी पनि सोलिड हो, टेम्परेचर हो। यहाँ हेर्ने के, टेम्परेचर यो धेरै छ कि यो धेरै छ, हट बडीको टेम्परेचर धेरै हुन्छ कि हट बडीलाई यदि कोल्ड बडीमा मिलाइदिउँ भनेको जुन न्यू टेम्परेचर हुन्छ त्यसको टेम्परेचर धेरै हुन्छ। अभियसली हट बडीको टेम्परेचर हुन्छ। सो यसबाट यो घटाउने हो के, यो भनेको टेम्परेचर धेरै छ नि, त्यही कारणले गर्दा हामीहरूले θ1 - θ गरेको हो। धेरै स्टुडेन्टहरूले यही
मिस्टेक गरिदिन्छन् कि फेरि इज इक्वल टु हिट गेन जब हिट अहिले पहिल्यै भनिदिएको यो टेम्परेचर θ2 हुन्छ भनेको त वाटरको पनि त θ2 हुन्छ सो यदि हिट यसले लस गर्छ भने यसले लस गर्छ हिट यसले गेन गर्छ भने यसले गर्छ सो हिट गेन यसले गर्छ किनभने यो हट बडी हो हट बडीले हामीले कोल्ड बडीमा राखेको सो हिट गेन यो दुवैले गर्छ यहाँ के लेख्ने मास अफ वाटर स्पेसिफिक हिट क्यापेसिटी अफ वाटर हो अब यहाँ हेर्नुहोस् यहाँ θ2 अब तपाईँ सोच्न सक्नुहुन्छ कि θ2 माइनस θ गरिदिउँ हैन θ2 माइनस आखिर θ गरिदिउँ θ2 माइनस θ गरिदिउँ तर θ2 माइनस θ नगर्ने किनभने यो जब नर्मल टेम्परेचरमा थियो जब यसमा हट बडी हामीले हाल्यौँ भने यसको टेम्परेचर त राइज हुन्छ नि सो जब हामीले हट बडीलाई यो नर्मल सपोज दैट यो नर्मल टेम्परेचर हो नर्मल टेम्परेचरमा यदि कोल्ड बडी हामीले कोल्ड बडी छ यदि हट बडी नआयो भने त्यसको टेम्परेचर अभियसली बढ्छ अभियसली बढिसकेपछि क्यों हो क्यों भनेको त हामीले यो Q2 माइनस Q1 क्यों नगर्ने के हामीले θ माइनस θ2 गर्ने किनभनेको टेम्परेचर धेरै कसको छ यसको छ नि टेम्परेचर धेरै यसको छ किनभनेको हट बडी यसमा नआएको फेरि न्यू टेम्परेचर आएको θ हो इनिशियल टेम्परेचर यो हो फाइनल टेम्परेचर यो हो त फाइनल टेम्परेचर माइनस इनिशियल टेम्परेचर हो यसै गर्ने फेरि क्यालोरिमिटरको सेम गर्ने एमडब्ल्यू हैन एमसी एससी θ माइनस θ2 अब हामीले के गर्ने यहाँ एमएस एसएस Q1 Q यहाँ कमन छ कमनली लिगम हैन फेरि एमडब्ल्यू एसडब्ल्यू प्लस एमसी एससी हामीले के चाहिन्छ स्पेसिफिक हिट क्यापेसिटी अफ अ सोलिड चाहिन्छ अब हामीले के गरौँ भनेको हामीले फाइन्ड आउट गर्ने हो सो यसलाई यसै यतितिर राखिदिउँ स्पेसिफिक हिट क्यापेसिटी अफ सोलिड Q माइनस Q2 MW SW प्लस MCSC अब यो दुईटा यसमा मल्टिप्लाई छ उतातिर हामीले के गर्दिम डिभाइड गर्दिम हो अब हामीहरुको के भयो डेरिवेसन यहाँ प्रुफ भयो हेन्स यहाँ के लेखिदिने द रिक्वायर्ड एक्सप्रेसन टु डिटरमाइन द भ्यालु अफ स्पेसिफिक हिट क्यापेसिटी अफ अ गिवन मेटर अफ द सोलिड बाई द मेथड अफ रिग्नॉल्ड-एपोर्टस मेथड लेखिदिने यो एक्सप्रेसन हो रिग्नॉल्ड-एपोर्टस मेथड को स्पेसिफिक हिट क्यापेसिटी पत्ता लगाउने मेथड हैन अब यति गरेपछि तपाईले 4 नम्बर पाउनुहुन्छ के 4 मार्क्स पाउनुहुन्छ यसमा ध्यान दिने कुराहरु के हो मैले भनिदिम पहिले त डेफिनेसन हैन डेफिनेसन के हो एकचोटी फेरि मैले भनिरहेको छु हेरिदिनु होला स्पेसिफिक हिट क्यापेसिटी के हो यहाँ हामीले बुझ्न सक्छ स्पेसिफिक हिट क्यापेसिटी भनेको द अमाउन्ट अफ अ हिट रिक्वायर्ड टु द रेस्ट टेम्परेचर अफ गिवन मास कुनै पनि मासको टेम्परेचर यदि 1 डिग्री सेल्सियस ले बढायो भने त्यसमा कति हिट रिक्वायर्ड भयो कति हिट रिक्वायर्ड चाहिन्छ 1 केजी मासको 1 डिग्री सेल्सियस टेम्परेचर बढाउनको लागि हो त्यही अमाउन्ट अफ हिट रिक्वायर्ड के हो स्पेसिफिक हिट क्यापेसिटी हो सो एउटा फिगर बनाउन नबिर्सने यो फिगरको पनि मार्क्स काटिन्छ यो जब हामी टेम्परेचर मतलब टेम्परेचरलाई भ्यालु दिन्छौं भनेको यसलाई ख्याल राख्ने कुन थीटा मानेर छ कुन θ1 कुन θ2 हैन यो ख्याल राख्ने किन भनेको धेरै जसो विद्यार्थीहरु यसैमा कन्फ्युज हुन्छन् कि थीटा माइनस थीटा यहाँ हेर θ1 यहाँ हेर θ2 माइनस थीटा गर्दिन्छन् केटाहरु के गर्ने अब बुझ्दैनन् सो यसरी गरेपछि हामीले पाइहाल्छौं मार्क्स 4 मार्क्स क्यालोरिमिटर भनिदिएको हैन डिभाइस हो हिट एक्सचेन्ज भएकोलाई मेजर गर्छ सो यहाँ तपाईहरुले पहिला यसलाई के गर्ने यो जुन हामीहरु प्रोसेस लेखेको हैन यसलाई डिस्क्राइब गर्ने जस्तै लेट द मास अफ अ वाटर बी एमडब्ल्यू स्पेसिफिक क्यापेसिटी अफ अ वाटर एसडब्ल्यू एन्ड द टेम्परेचर बी θ2 तपाईले यसलाई प्याराग्राफमा पनि लेख्न सक्नुहुन्छ अथवा जस्तै यहाँ मैले लेख्न गइरहेको छु यहाँ तपाईहरुले यस्तै लेख्न सक्नुहुन्छ के जस्तै यहाँ मास अफ वाटर गर्दिम स्पेसिफिक क्यापेसिटी हैन टेम्परेचर गर्दिम फेरि मास अफ क्यालोरिमिटर यस्तै लेख्ने तै पनि त भइहाल्छ अनि तपाईहरुले यस्तो पनि गर्न सक्नुहुन्छ कि प्याराग्राफमा लेखिदिने हो यही गरेपछि तपाईहरुले 4 मार्क्स पाउनुहुन्छ भिडियोलाई कृपया लाइक गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गरिदिनु यो मेरो भनेको यो च्यानलमा फर्स्ट भिडियो हो हैन यस्तै राम्रो टपिकहरु जुन म ल्याउने गर्छु जुन टपिक अनक्लियर छ बुझेको छैन भने कमेन्टमा गर्नुस् म भिडियो ल्याइहाल्छु एकदम सिम्पल र सर्ट तरिकाले अरु के तपाईहरुलाई कुन टपिक हैन भनेको हार्ड लाग्छ भनेको त्यो टपिकको नाम यहाँ कमेन्ट गरिदिनुस् है ल भयो ल राम्ररी पढ्नु होला।